चाहिँ हिजोलाई लुम्बिनीको लागि बसमा बसिरहेको भित्र छिरिसक्यौँ चाहिँ हाम्रो अगाडि छ जुटाउलाम क्यासेल जुटाउलाम एकै ठाउँमा फोटो खिच्यौँ मजा आयो राम्रो छ चाहिँ मम्मी हुन्छ बाल पनि चाहिँ उस छ अनि चाहिँ फोटो खिच्दै हुन्छ अनि चाहिँ खेतहरू छ तर अब चाहिँ फर्क्यौँ त्यहाँनिर अब धेरै बस्नु भएन घाम त्यसै छ अब आफूसँग अनि यहाँ चाहिँ मेरो पछाडि कमलको पोखरी छ अब चाहिँ हामी गर्नुभयो फर्किँदैछौँ अर्को मन्दिरतिर चाहिँ आमा हुनुहुन्छ सो गाइस हामी चाहिँ मेन मन्दिरमा पुग्न लागिसकेको छौँ मन्दिरहरू छन् गाइसहरू मन्दिर छ सुट गर्न पाइँदैन सो अब अफ गर्न पर्यो होइन अफकोर्स अनि अब नेता गर्न गाइसहरू फोटो खिच्न मिल्दैन भनेको त मिल्दो रहेछ होइन तर धेरै मिल्दैन यो मूर्तिहरूको चाहिँ फोटो खिच्न मिल्छ अरे अनि यहाँ चाहिँ के हो थाहा भएन यहाँ चाहिँ यस्तो तिनवटा मन्दिर छ यहाँ चाहिँ फोटो खिच्न पाइयो होइन मलाई थाहा थिएन त्यही भन्थेँ अब तर पाइन्छ भन्यो बाहिर यहाँ चाहिँ पेन्टिङहरू छ सो
सो गाइसहरू अब चाहिँ हामी फर्किन राम्रो छ। अब चाहिँ हामी मुभ अन हुन फोटो खिच्न पाइयो गाइसहरू, त्यही राम्रो। त्यहाँ पनि मन्दिर, हामी सबै मन्दिर जाने हौँ। हामी यो मन्दिर जान लाग्यौँ। फेरि जानु पर्यो, जानु पर्यो। त्यो चाहिँ गौतम बुद्ध। गाइसहरू यहाँ चाहिँ कसको फोटो थाहा भएन, यो गौतम बुद्ध अनि त्यो अनि यति हो। म चाहिँ पसिना लाम यस्तो भयो पसिना आएर। कस्तो के जस्तो खिचेको कि मैले पनि। नेक्स्ट मन्दिर फेरि जानु होला होइन, आइ पनि सक्यौँ, हामी चाहिँ आइ पनि सक्यौँ। अब चाहिँ हामी जान्लाम। कस्तो गर्नु भयो यो ज्याकेट खोलौँ भयो, बाक्लो त छैन त्यही पनि। यस मन्दिरभित्र जान्लाम अब। अब चाहिँ हामी त्यही बाहिर मात्र रहेछ। यो यो के भन्छ यसलाई मैले थाहा भएन, कमेन्ट गर्नु होला। अब फेरि यहाँनिर अब आउने जाने त्यो अब फेरि जान लाग्यो। गाइसहरू यहाँ चाहिँ बनाउँदैछौँ के हो होइन, यहाँ मिल्दैन जान। अनि यहाँ चाहिँ टेम्पल, हुन चाहिँ सबै टेम्पलै हो, त्यही पनि अझै टेम्पल छ। अनि हामी त्यही जाँदैछौँ। टोपी किनेको यस्तो राम्रो देखियो नि, कहाँ जस्तो भाइ भयो तर आएकै यही। मलाई चाहिँ कस्तो देखियो कमेन्ट गर्नु होला। अब यो लाइसेन्स त चटक हुन्छ कि मेरो फेरि। यो मेरो अब चाहिँ म त्यहाँ मैले त्यो मतलब त्यो साइलेन्ट भनेको थियो, त्यही भएर मैले भिडियो बनाएन। अनि त्यहाँ
प्रेयरहरू चलिरहेको थियो। कस्तो गर्मी लाग्यो। अनि आज चाहिँ यति भिड छैन किनकि आज केही पनि होइन नि त। अब न्यू इयर अनि बुद्ध जयन्तीमा मात्र भिड हुन्छ किनकि मान्छे त छन् त्यही पनि। गाइसहरू आउन चाहिँ चिसो चिसो पानी भन्नुहुन्छ एकदम राम्रो छ धारा। ठ्याक्क मैले मन्दिर देखाइदिएँ किनकि भित्र हामी गएर नि आइसक्यौँ। त्यो चाहिँ मिल्दैन त्यो भएर अब हामी अर्को मन्दिरतिर जान लाग्यौँ। यो चाहिँ क्यानाडाको मन्दिर हो अरे। क्यानाडाको मन्दिर मेरो पछाडि छ। मैले भने होइन यो चाहिँ अङ्कलले भने हो। फेरि अब अर्को मन्दिर त्यहाँ चाहिँ प्रेयर गरिहाल्नु। अब कुन प्रेयर अब थाहा भएन। जान्छ यिनीहरू फोटो खिच्दै बस्नुहोस्। अब मेरो त भइयो। मेरो चस्मा पनि लाएँ, मेरो टोपी पनि लाएँ अनि म जान्छु। अब चाहिँ ऋतुवी मामाको छोरी माइजको छोरी इलेर भयो के टोपी किनेको। हेलो भन्दै हो चाहिँ यो कुन अक्षर हो? डुङसुङ स कोरियन टेम्पल हो त्यही हो यो। साह्रै गियो बतिर भित्र चाहिँ मिल्दैन नि युट्युबमा हाल्न मिल्दैन यस्तो यस्तो भने हो। त्यही भएर बाहिरै देखाइदिएको। बाहिर पनि मिल्छ कि नै यस्तो हो। अनि म चाहिँ यहाँ छु अनि मेरो पछाडि चाहिँ कोरियन टेम्पल छ। सो गाइसहरू अब चाहिँ हामी मेन मन्दिर हो होइन यो लुम्बिनीको। अनि कुन मन्दिर हो फेरि सोध्छ। हामी माया देवी मन्दिरमा त्यही मम्मीको मन्दिर। ओ यहाँ बोटिङ गर्न नि मिल्दो रहेछ। अब हामी हिँड्दैछौँ खान्छौँ यस्तै मेरो भोलि मेरो भ्लगमा त्यही छम मात्र आउँछ लास्टमा। ऊ त्यहाँ छ कति टाढा हो गाइस। टिकट काट्न पर्छ अनि यदि हजुरसँग आइडी प्रुफ छ भने चल्छ कि तर 5 जना छ भने 3 जनाले चल्छ। 3 जनाले चल्छ। यहाँ चाहिँ काट्दै हुनुहुन्छ एउटा त छ के यहाँ चाहिँ होइन 3 जनाको काट्न पर्दैन रहेछ। त्यो चाहिँ टिकट इन्टर गरेर लाग्छ भइसक्यो। यस्तो राम्रो अनि लुम्बिनी अब मैले होइन यति एलाउड छ भने गरिदिन्छु भिडियो किनकि दिनदिन हेर्नुहुन्छ त्यही भएर। हो गयो ए यहाँ कार्पेट राख्दैन गाइसहरू तर यहाँ खुब तातो हो। हामीसँग चाहिँ यो कुकुर पनि हिँड्ने हो।
साइलेन्ट प्लिज त्यहाँ फोटो भनिहाल्यो भिडियो बन्द गरौँ अब फोटो भनिहाल्यो सके हम यस्तो नराम्रोसँग पोल्छ नि मेरो खुट्टा एकदम राम्रो है भित्रको पनि गर्न पाए त हुन्थ्यो के अरे माइजू नमस्ते कस्तो फिल भयो मलाई नेमारको मन्दिर हेर्नु मन भन्नु न मतलब अहिले हामी अब डुङ्गा चढेर अब दुई तिनवटा मन्दिर कता रहेछ है भान्जी खै त्यो ब्राजिलको मन्दिर है हजुरलाई मैले चाइनिजहरूको मन्दिर देखाइसकेँ अब त्यो ब्राजिलको मन्दिर हेर्ने एकदम राम्रो छ यो ठाउँ स्काइस एकदम शान्त त्यहाँ चाहिँ खै अब चाहिँ हामी डुङ्गा खेल्ने पनि भन्छन् नखेल्ने पनि भन्छन् हेरौँ अब बाहिर गएपछि के हुन्छ आई एम नट स्योर अबाउट द्याट यो गाइसहरू हामी चाहिँ फर्किसक्यौँ होइन यहाँ मलाई खै के भयो मेरो घाँटी अघिदेखि यस्तो गर्मी भयो नि यहाँ फोटो खिचौँ भने आई लभ यही भएर के हो यो लुम्बिनी मात्र देख्छु के अरे ल हामी चाहिँ फर्किसक्यौँ है यहाँ चाहिँ थाई मन्दिर छ यो चाहिँ थाई मन्दिर यहाँ चाहिँ थाई मन्दिर अनि यहाँ फोटोसुट भइरहेको यो चाहिँ म्यानमार होइन अनि यहाँ चाहिँ टेम्पल तर हामी चाहिँ भित्र छिर्न मिल्दैन किनकि खै अनि त्यहाँ छ अनि मैले हजुरहरूलाई नै देखाउँछु म्यानमार ब्लोडन टेम्पल राम्रो हो ठाउँ भित्र जान मिल्दैन त्यो फेरि त्यहाँ गाइसहरू
सायद यो ब्राजिलको होला ब्राजिलको टेम्पल गाइस यो चाहिँ कम्बोडिया र हामी चाहिँ अब यसभित्र जाँदैछौँ कम्बोडिया आइसक्यौँ अनि यस्तो खैको हो So look at these guys. अब चाहिँ हामी जान लाग्छौँ यहाँबाट राम्रो छ खाना खाना भनेर गाउँले चुलोमा आयौँ होइन अनि हामी चाहिँ अब खाना अर्डर गर्छौँ अनि त्यो मैले बसमा फेरि हामी बसमा आएको नि त अनि मैले चाहिँ भिडियो गराएन अब चाहिँ खाना अर्डर गर्छौँ हाम्रो चाहिँ मासु अनि भात आइसक्यो यहाँ चाहिँ सबैको खाना आइसक्यो अब चाहिँ खान्छौँ तो गाइजहरू अब चाहिँ हामी यहाँ घरपट्टि गएको अनि केही हल्का फुल्का सामान किन्न पनि जनीतिर किनिसक्यौँ अब चाहिँ हामी घर जान लागेको हामी चाहिँ घर आइसक्यौँ अब कपडा सबै फेरियो चाहिँ किचनमा अब चाहिँ पानी राख्नु पर्यो कि फ्रिजमा छ कि अब सायद हेरौँ रहेछ ओए बाहिर निकालौँ कस्तो डिप फ्रिजमा राखेर जमे हो अनि हामीले केही सामानहरू लिएको अनि अब कपडा चेन्ज गर्छु मैले म चाहिँ अब कपडा चेन्ज पनि गरिसकेँ यदि हजुरलाई मेरो भ्लग मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बाई।